कहाँ हो हामी लहर लहर मुक्तिनाथ जानु लाग्यो यार धर्मकर्ममा लागि होइन ए तेरि यार बिहा गर भन्यो अनि घरकालाई सम्झाइदियो त भगवान् भनेर जानु लाग्यो हेलो गुड मर्निङ एभ्रिवान फ्रम जमसङ है बल्ल उठेँ यार म त बाहिर सनराइज नि भइसकेछ जस्तो छ Look at the view. Wow. बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भनिदिनु पाइयो होइन सही छ खुल्यो बाहिर त चिसो रहेछ लगाइदिए झुमझुमको माहौल अहिले बिहानको 7 बजे ठ्याक्कै 7 बजेभन्दा अगाडि त उठ्नै सक्दिनँ त म के भएको ल धन्यवाद त्रिपाठीजी फर वाटर एन्ड 40 गुड मर्निङ राम्रो चियापान कार्यक्रम हुँदैछ बिहानको भ्यू त देखिहाल्नुभयो तपाईँहरूले होइन फेरि हेरौँ एकचोटि जति हेरे पनि नथाक्ने जस्तो हो हामी खोलिहाल्छु नि होइन हिजो के चाहिँ नभएको रे एउटा काम चाहिँ नभएको थियो नि मबाट ए चार्जर morning tea with this magical view वाह यता है हम भित्र त क्या तातो हो बाहिर त चिसो छ दुईटा चप्पल रहेछ हेलो गाइस हजुरहरूको सुरुवात केबाट भयो हाम्रो सुरुवात चाहिँ यहाँ सुटिङबाट हुँदैछ हिजोको अलिअलि पेन्डिङ कामहरू बाँकी थियो अनि हाम्रो चाहिँ यताबाट यस्तो यो हो के यो लेक साइडको होटेल भन्दा लग्जरी छ होइन लग्जरी त यसै छ विथ दिस भ्यू सो फकिङ हेभन लुक यस्तो दामी लिफ्ट होटेल अनि हाम्रो चाहिँ यहाँ सुटिङ हुँदैछ हेलो गाइज के हुँदैछ हाम्रो रुमको फोटोसुट हो भोलि यहाँ को आएर सुत्छ आज सकिन्छ होइन ल हामी चाहिँ अब मुक्तिनाथ सिधै गयो दाइले गाडी रेडी गरिसक्नु भयो अब यहाँबाट मुक्तिनाथबाट ब्याक टु यहीँ Now we are heading to Muktinath. Kota ho sir? हेलो सर जुस लिएर आउनु पर्छ मान्छेले रेड बुल लिएर आऊ त मुक्तिनाथ जाँदा इनर्जी सकिन्छ कति हो रे त्यहाँको एलिभेसन यहाँको 45 42 43 छ नि मुक्तिनाथ 3800 मिटर 3800 हो हजुर तर त्यहाँ भन्दा खतरा यहाँ उस लाग्छ क्या लेक तल जमसममा त्यहाँ के मुक्तिनाथको लागि ए हो टाउको दुख्छ क्या माथि त धेरै बेर बस्छ किन माथि त धेरै बेर बस्न सक्दिन माथि के माथि गाह्रो हुन्छ कसले तिमीलाई दिन बिताउने हुने खर त्यहाँ होइन म बसेर धेरै बेर बस्छु ए हो कतिचोटि आएर तिमी म 8-9 चोटि आएर जम्मा लिइराख्छ है हुन्छ सजिलो हुँदो रहेछ हजुर यहाँ त अब हामी सधैँ यहीँ बस्ने भएपछि त अनि आफ्नै भयो नम्बर दिइराख्नु म 98 8979 89 हजुर 8979 004
यो चाहिँ दाइको नम्बर है। स्कर्पियो चाहियो, मुस्ताङ आउनु पर्यो, कहीँ जानु पर्यो, अल नेपाल ट्रिप। दाइलाई मजाले सम्झिँदा हुन्छ। ट्राभल पनि छ कि दाइ? हजुर हुन्छ। जोमसोम हस्पिटल। खाजा घरमा पेट्रोल पाइन्छ। अलमोस्ट कागबेनी नै गाह्रो छ। कागबेनी आइपुग्यो। श्राद्ध गर्ने ठाउँ। ल हामी मुक्तिनाथतर्फ लाग्यो। वाह, छिर्ने बित्तिकै बवाल देखिन थाल्यो त। यस्तो ठाउँ त कति छन् कि? टुरिज्ममा चाहिँ कसैले नि खै आवाजै उठाएन, चासै दिएन कि कसैले। अब हामी गर्नुपर्छ। आफै टुरिज्म मिनिस्टर नभए के होला? अब गर्ने नि आफ्नो आफ्नो तवरबाट। सबैजना भएर गऱ्यो भने हो क्या अरे। एउटा प्लास्टिक टिप्दै हिँड्ने, एउटा प्लास्टिक फाल्दै हिँड्ने गरेपछि त अब त्यो कहिले सकिन्छ? त्यो रोटेसन त्यस्तै चलेको हुन्छ। कस्तो स्ट्रक्चर हो क्या यहाँको, कस्तो भयो। यो तलको चाहिँ कागबेनी। We are on the way to मुक्तिनाथ। सर हुनुहुन्छ यहाँ, भविष्यको टुरिज्म मिनिस्टर। कहाँ यस्तो राम्रो देश छोडेर जान्छ? कहीँ जानु म त बाबु। मान्छेहरू यहाँ आइरह, कहाँबाट खोज्दै खोज्दै यहाँ छोडेर जाने। बिल्कुल। ए ल भाइरल रोड आयो है। ल मुक्तिनाथको भाइरल रोड यो हो। सेल्फी डाँडामा मान्छेहरू सेल्फी हान्नको लाइन। भोलि आइहाल्छन्। हामीलाई भयो मान्छेहरू आजकल त बिहान 4 बजी आएर बेलुका 9-10 बजी फर्किन्छ। त्यहाँबाट त यहाँ अल्टिट्युड लाएर अनि धन्नै सेल्टिन्न नि त। अनि मान्छे एकैचोटि आउनुहुन्न कि मार्फा बस्ने कि जोमसोम बस्ने, अनि बल्ल अर्को दिन आयो भने बल्ल आनन्द हुन्छ, एक्लोटाइज हुन्छ। एलिभेसन बिस्तारै गेन गरेको राम्रो। अर्को भाइरल रोड आयो। यहाँ उसमा मेरो साइडो देखियो कि। हर हर महादेव। ल मुक्तिनाथ अब अलमोस्ट आइयो हामी। पार्किङमा त गाडी त छ नालको काठमा। ल मुक्तिनाथको पार्किङमा मुक्तिनाथ आइपुग्यो। कति लाग्छ अरे अब यहाँ हिँड्नु? आधा घन्टा लाग्छ। ल दाइ है। ल 1280 सम्झिनु। 1280 नम्बर गाडी नम्बर दाइको त नम्बर यति 1280 1280। साह्रै बिर्सिनु बानी भयो त।
माथि गएर एउटा बर मागेर हाम्रो बिर्सिन बानी हट अरू त चाहिँ यहाँ मुक्तिनाथको गल्ली गल्ली कस्तो चिसो यार मैले तर एक्सपेक्ट गरेको थिएन यार झुमसुममा त थिएन यार यति धेरै यार जाडो भयो क्या ठन्डी लगातारै होइन के तिमीले खिच्न भनेको मेरो किन कहाँ हो हामी लहर लहर मुक्तिनाथ जानु लाग्यो यार धर्म कर्ममा लागि होइन ए तेरि यार बिहा गर भन्यो अनि घरकालाई सम्झाइदियो त भगवान् भनेर जानु लाग्यो ठिक छ हामी दुईजना मात्र जाँदैछौँ ओ यहाँ एटिभी पनि रहेछ यार ए अँ त नि यार फाइनल्ली मुक्तिनाथ आइपुग्यो आउँदैछ अझै छ मुक्तिनाथै हो क्या राजु यो त के हुन्छ यो त हेर के भन्छ मुक्तिनाथ मुस्ताङ भन्छ होइन उयो होटलको पो देख्छ उयो होटलको के बजार रे हो रानी पौवा पुराङ मुक्तिनाथ पुराङ भन्ने त चाइनामा होइन ल क्यामेरा फोर्छ भाइ सफा र पहिला दाम देख्यो अब चाहिँ हामीलाई कतिवटा सिँढी खायो यहाँको थाहा छैन मलाई त सिँढी त बल्ल पहिलोचोटि आउँथ्यो ल यस्तो छ हाम्रो पहिला है त्यतिखेर त सिँढी थिएन यस्तो यस्तो घुमहरू यो बाटो अब हामी यहाँबाट माथि जान्छौँ या आदमी नमस्ते गर्ने लग्या के गर्ने हो तिमी ल हामी चाहिँ अलमोस्ट मुक्तिनाथ मन्दिर आइपुग्नलाई अब अलिकति सिडी बाँकी ल फाइनली मुक्तिनाथ मन्दिर आइपुग्यो वाह अब क्या बाँकी है इधर ए नरिवल फुटाउने हो सबै विधि पुरा गरौँ न ल ल फुटाउनु त एकै तालीमा है ल है हामी चाहिँ अहिले मुक्तिनाथ मन्दिरमा छौँ मुक्तिनाथ यो सबैको रक्षा गर्नुहोस् मुक्तिनाथ दर्शन गरियो अलिअलि फोटोसुट पनि गरियो ए फोटो खिच्न बाँकी छ मेरो फोटो खिचिदियो अब ब्याक टु जोमसोम अनि खाना खाएर ब्याक टु पोखरा ल बस ल अब चाहिँ हामी मुक्तिनाथ मन्दिर छोडेर फर्किन लाग्यो जुमसुमतर्फ
नुहाउन चाहिँ सकिएन योपालि, चिसो लास्ट रहेछ, अलिक डर लाग्यो। अर्को पालि आउँदा स्योर। ल हामी चाहिँ मुक्तिनाथ मन्दिर दर्शन गरेर अब जोमसोमतर्फ लाग्यो। कस्तो सुन्दर दृश्य, चारैतिर हिमाल, बिचमा हामी। अति नै मनमोहक दृश्य। हाम्रो त्रिपाठी सरले है के को बुकिङ लिँदै हुनुहुन्छ, कहिले हो भन्दै हुनुहुन्छ। खै करोडको बुक आएको हो कि के हो? के सर? करोड एड्रप गर्नु मिलिहाल्छ नि अहिले। के थाहा बिहानको सोल्टीहरूलाई यो त यसको लागि डेडिकेटेड हो यो भिडियो भनेर भन्दै सकिहाल्यो नि होइन। तपाईँले मेरो लागि नखिचिदिनु भने कामै नगर्यो भने के हो कुरा? होइन यो त मेरो लागि नि होला नि, मेरो लागि मात्रै हो र। साह्रो फाइनल्ली स्टोरेज खाली भयो अनि हाम्रो ब्याकप्याक पनि भयो। आविष्कार सर के गर्दै हुनुहुन्छ त्यहाँ? होटलको सामान लैजाने। ल अब जोमसोमलाई बाई बाई भन्ने बेला भयो। फेरि कहिले आइन्छ थाहा छैन। अब चाहिँ यहाँबाट जान लाग्यो। झोला बोक्ने क्यामेरा त हाले छैन नि। तल एउटा फोटो खिच्दिन। ल ओके सी यू। ल बाबु उति झोला र चार्जर समात, म क्यामेरा समात्छु। ल थ्याङ्क यू सो मच एभ्रिथिङ फर होटल मुस्ताङ जोमसोम है। दे प्रोभाइड भेरी गुड हस्पिटालिटी। जानुभन्दा अगाडि जाँदै तिमीलाई के देखाऊँ भन्दा हिमाल देखाऊँ, यस्तो भ्यू। अरू त केही देखाउन सक्दिनँ म तिमीलाई। ल धन्नै मैले जुत्ता छोडेको। ल जाऊँ। दरवाजा खोलो दया। बाथरुम है यो चाहिँ दामी छ। बत्ती बन्द गरिदिए भए कस्तो राम्रो हुन्थ्यो। अनि यहाँ लिफ्ट पनि छ है। फोटो के भिडियो फोटो खिचेर ल लिफ्ट। अब लिफ्ट प्र्याङ्क हाल्नु नि त। मुस्ताङमा आएर लिफ्ट चढ्नु पर्ने यार भाग्य यार, यस्तो दामी भाग्य। त्यो भाग्य चाहिँ खप्परान्डी। ओपन डोर। ओके लेट्स गो। झोला भएछ। सबजना रेडी फोटोसुटको लागि। होटल मुस्ताङ टिम। ल अब हामी चाहिँ अब निस्किँला। सुट सक्यो। ल बाई। होटल जोमसोममा ल बाई बाई गऱ्यो। ल फेरि जानु हुन्छ। ल ल फेरि भेटौँ न त। पोखरातिरै होटललाई बाई बाई गरेर बाई गरिदिउँ न त। बाई बाई गरेर बाई 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 बाई। ल जोमसोम छोडेर लाग्यो अब चाहिँ फाइनली। मैले त्यो सामान त्यहाँ प्याक गरेर राखिदिएको छु। त्यहाँ भाइहरूलाई भनेको म चाहिँ पोखरा म गाडीमा झर्नलाई भर्खर यहाँ जोमसोमबाट छोडिदिएको कि त्यहाँबाट घर लिन भन्नु न। ए बस अहिले पखाएँ ल बजाऊ।